को कन्डिसनमा युके जाने कि अस्ट्रेलिया जाने त म भन्छु युके नै जानुस् तर म भन्छु अस्ट्रेलिया जानुस् सो आजको भिडियोमा we will be discussing about 5 reasons why to choose Australia or UK डिप्लोमा सकियो ब्याचलर्स गर्न मन छ अस्ट्रेलियामा 3 वर्ष ब्याचलर्स गरेर हजुरले 2 वर्षसम्मको पीएचडब्ल्यू पाउन सक्नुहुन्छ तर तपाईले 3 वर्षको डिप्लोमा गर्नु भएको छ भनेदेखि 1 वर्षमा नै तपाईको ब्याचलर्स डिग्री कम्प्लिट हुन्छ त्यसपछि 2 वर्षको पीएचडब्ल्यू पनि पाउनुहुन्छ अस्ट्रेलियामा 2 वर्ष मास्टर्स डिग्री हुन्छ र 2 वर्षसम्मको पीएचडब्ल्यू पाउन सक्नुहुन्छ तर युके मा 1 वर्षको मात्रै मास्टर्स डिग्री हो र 2 वर्षको पीएचडब्ल्यू अप्लाई गर्न सक्नुहुनेछ फाइनान्शियल पार्टको कुरा गर्दा हजुरले अस्ट्रेलिया अप्लाई गर्नलाई एटलिस्ट पनि 20 देखि 25 लाखको एनुअल इन्कम देखाउनु पर्छ तर युके अप्लाई गर्नको लागि कुनै पनि इन्कम सोर्स देखाउनु पर्दैन तपाईले इदर एजुकेशनल लोन अथवा बैंक ब्यालेन्स देखाउन सकिन्छ ब्याचलर्सको लागि अस्ट्रेलियामा 2 वर्षसम्मको ग्याप लिन्छ र यदि हजुरले मास्टर्स गर्ने सोच्दै हुनुहुन्छ भने हजुरको लङ ग्याप छ त्यसमा हजुरले प्रपर वर्क एक्सपिरियन्स देखाउनु पर्ने हुन्छ त्यो भए पनि अप्लाई गर्न मिल्छ तर फेरि पनि ब्याचलर्सको हकमा युके को लागि ग्याप लिन्छ विथ प्रपर ग्याप जस्टिफिकेसन र मास्टर्सको लागि पनि सेम ग्याप छ भने पनि तपाईले प्रपर ग्याप जस्टिफिकेसन देखाएर अप्लाई गर्न सक्नुहुनेछ सो यदि हजुरहरुलाई अझै डिटेल्समा बुझ्न मन छ फाइनान्शियल पार्ट कसरी अप्लाई गर्ने डकुमेन्टेसनको पार्टहरु अझै डिटेल्समा बुझ्न मन छ भनेपछि we are happy to help you